निकै नै ह्यान्डसम व्यक्ति हाम्रो सामु उभिरहनु भएको छ। उहाँको नाम हो परमेन्द्र सिंह थारू। घाटमा छौँ यहाँनिर तपाईँहरूले हेर्न सक्छ यो चाहिँ हाम्रो मिलनसिंह नेत्रावती खोला भन्ने खोला हो। यो चाहिँ होइन यो चाहिँ हाम्रो यो सुनकोशी खोला हो। यहाँबाट यहाँ दुईवटा खोला हाम्रो ट्रिपको प्लान म्यानेजर मानबहादुर अब मगर अनि हाम्रो यो कालसङ भाइ छेउमा मानबहादुर छेउमा उहाँ भ्याक्सो उहाँ ह्यान्डसममा पनि यति ह्यान्डसम कि केटीहरूमा देख्नु त्यो फ्लप हुन्छ होइन। उहाँ चाहिँ हाम्रो भरत बी मगर मानबहादुर मगरको दाइ होइन। उहाँ चाहिँ एकदम रक स्टार हो होइन। अनि उहाँ चाहिँ हाम्रो हन्टर सिकारी होइन। तर उहाँले अहिलेसम्म एउटा पनि शिकार गर्नुभएको छैन है गाइज होइन। एज यु क्यान सी होइन गाइज होइन। अब यो चाहिँ तपाईँहरूको एकदम राम्रो भरत सरलाई केही भन्नु इच्छा छ? सर मलाई त अब भन्नु इच्छा त अब कसरी भन्नु होइन। ठिक छ जस रमाइलो भयो। फ्रीको 81को प्लान भयो यो चाहिँ होइन। खुसी लाग्यो मलाई पनि। जस रमाइलो लाग्यो जस घुम्न आउँदाखेरि अब जाने अब प्रोसेस हाम्रो चाहिँ तातो पानी जाने प्रोसेस थियो। यसमा अलिकति कस्तो भन्यो भने अलिकति त्यहाँनिर सब केटाहरू राइडर बसी थाक्यो कि अलिकति चलाउन सकेनन्। अलिक उकालो उडालो भनौँ न बाटो कच्चा बाटो ऊ भएर बाटो बिग्रेर अलिकति ऊ भयो अलिकति गाह्रो भयो। योभन्दा मेरो यतिभन्दा केही छैन हजुर। एकदम धन्यवाद हजुरलाई हजुरको दुई शब्दलाई। मानबहादुर हजुरलाई के भन्नुहोस् यसको बारेमा? नो कमेन्ट्स। आर यु ह्याप्पी? या ओके ओके ओके। यहाँ अब हाम्रोसँग हुनुहुन्छ विश्वकै नम्बर 1 ह्यान्डसम भ्याक्सो स्ट्रेट फ्रम थली। विल टक विथ हिम। प्लिज वेट फर अ क्यामेरा। भ्याक्सो दाई हजुर भन्नुहोस्। हजुरलाई केही भन्न इच्छा छ यहाँ सम्बन्धी? अब भन्न त धेरै कुरा बाँकी छ। हेर्नुहोस् तपाईँहरू नि बुझ्नुहोस्। अब तपाईँले अब सोध्ने भएको छ नि के भन्ने मैले चाहिँ। तपाईँलाई कस्तो लागिरहेछ? तपाईँ प्रेमिका पनि भेटेर आउनुभयो भन्ने हल्ला छ यहाँ गाउँभरि। यसमा के भन्नुहुन्छ? यसो घुम्न आउँदा बाटो पर्यो अनि यसो भेटौँ भनेर यसो भेटिदिएको नि। भेटिदिएको? हजुर हजुर। हजुर निराश देखिन्छ, के होला यसको कारण? अब निराश हुनु त हेर्नु न यस्तो चर्को घाम छ यो। घाम छ चर्को? कहाँ? अहिले होइन दिउँसोको कुरा गरेँ मैले हजुर। दिउँसोको हो। हजुरको एकैछिनलाई मैले प्रश्न रोकेँ। अब यहाँ हुनुहुन्छ हाम्रो परमेन्द्र सिंह स्ट्रेट फ्रम थली। उहाँ चाहिँ दोस्रो भ्याक्सो भ्याक्सो नम्बर 2। स्वागत गरेको उहाँको लागि एकछिन म तालीको पनि व्यवस्था गर्छु। मानबहादुर सर ताली एकचोटि। ल हामीसँग हुनुहुन्छ परमेन्द्र सिंह स्ट्रेट फ्रम जनकपुर धाम। के भन्नु छ सर हजुरलाई? हजुरलाई मलाई यहाँ तपाईँको च्यानलमा वेलकम गर्नुभएको धेरै धेरै धन्यवाद छ तपाईँलाई होइन। हजुर अब तपाईँको प्रश्न के छ ल सोध्नुहोस् अगाडि बढ्नु। मेरो प्रश्न भ्याक्सो दाई ह्यान्डसम कि मानबहादुर दाई ह्यान्डसम भन्ने कुरो भयो। अब मानबहादुर भाइ होइन ह्यान्डसम त ह्यान्डसम हो तर हाम्रो भ्याक्सो दाईको अगाडि होइन उहाँको खुबीले भ्याउँदैन। उहाँ चाहिँ मुखले राम्रो फेस हेर्दा राम्रो छैन तर उहाँको बुद्धि चाहिँ त्यो गाई चर्ने घाँसको गाईले घाँस खाने जस्तै बुद्धि छ होइन। हजुर त्यसले गर्दा म चाहिँ अब होइन तपाईँ यस्तो बकवास कुरो नगर्नुहोस्। स्ट्रेट पोइन्टमा आउनुहोस्। को ह्यान्डसम? म चाहिँ अब भ्याक्सो दाई नैपट्टि जान्छु होइन। उहाँ नै ह्यान्डसम जस्तो लाग्छ है मलाई चाहिँ। ओके ल भ्याक्सो दाई ह्यान्डसम हुनुभएको छ। अनि तपाईँलाई आज सबैभन्दा धेरै फोटो कसको होला जस्तो लाग्छ मोबाइलमा? मोबाइलमा हाम्रो माने बी मगरको छ होइन। किनभने उहाँको जहाँ पनि 10वटा क्लिप छ होइन। त्यसले गर्दा म उहाँकै भन्न चाहन्छु। अनि हाउ आर यु फिलिङ अबाउट दिस ट्रिप? ए ब्युटिफुल। आई एम इन्जोइङ अलट होइन गाइज होइन। अनि तपाईँ हाम्रो दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? दर्शकहरूलाई म के भन्न चाहन्छु भने तपाईँहरू पनि यो ठाउँमा आउनुहोस् होइन। त्यो ग्रुप लिएर रमाइलो गर्नुहोस् होइन। रमाइलो ठाउँ हो यो। तपाईँहरूले भ्यू हेर्न सक्नुहुन्छ होइन। रमाइलो छ। आफ्नो म्यानेज गरेर आउनु टिम लिएर रमाइलो हुन्छ। थ्याङ्क यू भेरी मच। ओके वेलकम।